कथा शीर्षक आमाको माया। सानो गाउँको एउटा गरिब परिवारमा जन्मेकी थिइन् राधा। बुबा सानैमा बिते। आमा जुन कुमारीले सिलाइ गरेर छोरीलाई हुर्काइन्। राधा पढाइमा असाध्यै तेज थिइन्। गाउँको सबैको आशा बनेकी थिइन् उनी। जुन कुमारीले बिहान बेलुका चिया नास्ता नखाई छोरीका लागि किताब कलम किनेका थिइन्। छोरीको सपना थियो एउटा ठुलो डाक्टर बन्ने। राधा पढ्दै काठमाडौँ आइन्। आमा भने गाउँमा एक्लै चिसोले पोल्थ्यो। तातो मायाले थरथरायो। छोरीले कहिलेकाहीँ फोन गर्लान् कि भनेर पर्खिबसे। तर छोरी भने सहरी जीवनले छोइसकेका थिइन्। राधा डाक्टर बन्न सकेन। सहरमा जागिर, साथीभाइ, पार्टी व्यवस्था, आमासँग कुराकानी पनि टुङ्गिँदै गए। एक दिन आमाले चिठी लेखिन्, छोरी तिमी धेरै ठुलो भए, तर मलाई त कहिलेकाहीँ लाग्छ तिमी अझै पनि सानो छौ। ती सानो बेलामा निदाएको बेला मलाई अङ्गालो हालेर निदाउन भनेका शब्दहरू अझै पनि मलाई याद आउँछ। अब त्यो तिमी समयअनुसार बदलिँदै गएछौ, तर तिम्रो खुसीमा मेरो खुसी छ। तिमी खुसी छौ भने म खुसी हुन्छु। राधाले चिठी पढ्दै आँखाबाट आँसु झार्यो। धेरै ढिलो भइसकेका थिए। आमा बिरामी थिइन् तर भन्नुभएका थिएन। दौडिँदै गाउँ पुग्दा आमा अन्तिम सास लिइरहेका थिइन्। छोरीको हात समाउँदै मुन्टो हल्लाएर र स्तर भए। ती दिनदेखि राधा हरेक वर्ष गाउँ जान थालिन्। आमाको ढुङ्गे चौतारीमा बसेर आकाश हेर्थिन्। जुनमा आमाको अनुहार खोज्थिन्। यत्तिकै दिन बित्दै गए र राधाले आफ्नो गल्तीहरू बुझ्दै गइन्। भन्छन्, जसले हामीलाई बोल्न सिकायो, दुःखमा हाँस्न सिकायो, कहिलेकाहीँ हामी त्यही माया भुल्छौँ, तर आमाको माया कहिले गर्दैनन्।